आज फेरि नराम्रो गरी पानी पर्ने पर्यो किनभने पुरा आसमान कालो भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ हिजो राति चाहिँ हाम्रो घर छेउमा एउटा बकाइनाको ठुलो रुख गिरेको छ। यो रुख हामीहरूले काट्न नसकेर घरतिर आउँछ भनेर छोडेको थियो, तर धन्न यो रुख बाटातिर गिरिदियो। र गाइस फेरि एउटा ठुलो रुख छ यहाँ फलेदाको। यो रुखदेखि पनि धेरै डर छ किनभने घर यहाँ छ, घरतिर गिर्ने धेरै चान्स छ। यो रुख त दिदियो घरतिर गिर्न आँटेको थियो, धन्न यतातिर गिरिदिएको छ र ढुक्क भएको छ हामीहरूलाई। र साथै नदी पनि धेरै बढेको छ अरे भनेर खबर सुनेको थिएँ, त्यसैले म जान लागेको नदीतिर। अब हेरौँ न त नदी। ल हेर्नुहोस् त नदी पनि के साह्रो बढेछ। पहिले त यत्रो पानी बढ्नको लागि कति दिन पानी पर्नु पर्थ्यो, अहिले त एक दिनको पानीले नि यति साह्रो बढिसकेको छ। साथमा कृतिका पुनु र मेरी भान्जी पनि आएकी छिन्। पानी पनि त्यत्तिकै परिरहेको छ। हामीहरू चाहिँ के मन लागेर भित्दै भित्दै आयौँ। र हामीहरूको यो ब्रह्मपुत्र नदी धेरै डर हुन्छ आलुबारीको लागि, किनभने यो बढेर 2004 मा पनि फ्लड भएको थियो। त्यस्तै अहिले पनि यति साह्रो पानी बढिसकेको छ, माथि आउन आँटिसकेको छ। यस्तै पानी कन्टिन्यू यदि पर्यो भने त आलुबारीलाई खतरा हुनसक्छ। त्यसैले राधे राधे।